ल है साथीहरू, भन्दा नभनौँ जस्तो, नभनौँ भने भनौँ जस्तो खालको एउटा भिडियो बन्यो। भिडियो चाहिँ के छ भने मेरो श्रीमती अहिले मकै भुटिरहेको छ, छोरो यहीँ अगाडि छ। यहाँ भटमास मकै भुट्ने क्रम हाम्रो जारी छ। कुरा के हो भने हाम्रो जुन पहिलाको खाद्य सामग्रीहरू थियो, हाम्रो जुन खाजाको रूपमा हामी मकै भटमासहरू खान्थ्यौँ हाम्रा पालामा, त्यो अहिले सिद्धिँदै गयो, हराउँदै गयो, बिलाउँदै गयो। कारण के हो भन्दाखेरि अहिलेको समयमा पिज्जा, बर्गर, चाउमिन, मोमो, थुक्वा, कचेला, कुनी के नाम पनि आउँदैन मलाई त कतिवटा। ती सब खाने हाम्रा जेनेरेसनहरू, जुन सानो जेनेरेसनहरू छन्, तिनीहरूको माझमा यो मकै भटमासको के औचित्य। तर यो मकै भटमास बनाउनुको मुख्य उद्देश्य चाहिँ हाम्रो के छ भने अलिकति सातु बनाउने हाम्रो प्लानिङ छ। त्यो प्लानिङलाई चाहिँ अहिले हामीले उजागर गर्दै गएको हो। गर्छौँ, अलिकति सातु बनाएर खानुपर्छ है भन्ने उद्देश्यले चाहिँ बनाएको हो। तर यसो सोच्छु के भन्दाखेरि हामीले जुन ड्राई फ्रुटहरू खान्छौँ या रेडिमेड बाहिर होटलतिर खान्छौँ नि, मैले अघि नामहरू लिएँ, पिज्जा, बर्गर लगायत अन्य कुराहरू, ती सबैको तुलनामा यो त धेरै राम्रो पौष्टिक कुरा हो, स्वास्थ्यलाई पनि, सबै कुरालाई पनि। तर के गरौँ, हामीलाई मनपर्छ त्यही मोमो, त्यही चाउमिन, त्यही थुक्पा, त्यही पिज्जा, त्यही बर्गर। अब के गर्नु, मकै भटमास कसले खाने। पहिला हामी गहुँ भुटेर राख्थ्यौँ, मकै भुटेर राख्थ्यौँ, भटमास भुटेर खान्थ्यौँ। अब त्यो जमाना हराए सँगसँगै मैले पनि अब एउटा भिडियो त बनाउनै पर्छ, यो मौकामा छोड्नु हुँदैन है। आज बल्ल तल सुरुवात गरेका छौँ भनेर। आज 2082 साल मङ्सिर 7 गते आइतबार। यो अविस्मरणीय क्षण रहोस्। यो भिडियो त अब रहिहाल्छ अपलोड गरेपछि। मैले बिर्से पनि यो भिडियोले मलाई बिर्सिँदैन भनेर मैले बनाएको छु। लाइक कमेन्ट गरेर अलिकति सपोर्ट चाहिँ गरिदिनु पर्छ है साथीहरू। बेटा के छ, केही छ स्पेसल? केही छैन। के छ? मकै भुटे त्यही स्पेसल छ। अचम्म लागिरहेको छ यिनीहरूलाई पनि। मकै भुटेको कुन सा खाने बच्चाहरू छन् र यिनीहरू? अहिले पनि दुधै खाएर बसिरहेछन्। ल